हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अन्त आज चाहिँ बिहानै मेरो घरमा ढुकुर आएको छ। खाजा खानको लागि यसलाई धेरै भोक लागेको छ र चारो खाँदैछ। अनि हजुरहरू उठिसक्नुभयो। यसरी नै बिहानै जोडी ढुकुर चाहिँ मेरो घरमा आउँदा चाहिँ साह्रै खुसी लाग्छ। यो एकदम शुभ लक्षण हो। टन्न खाएर जाऊ मेरो बच्चा, धेरै टन्नै खाएर जाऊ। अनि तिम्रा बच्चा नाला बालालाई पनि लगेर खुवाऊ। तिमी पनि अगाएर जाऊ। हेर्नु त बिहानै आएर चारो खाँदैछ, पानी खाँदैछ। यिनीहरू चाहिँ बिहानै आउँछन् सधैँ दैनिक। आज पनि आएको छ, त्यही भएर मैले हजुरहरू सामु एउटा भिडियो बनाएँ। अन्त खाइरहेका छन्। दुईटा जोडी ढुकुर छ, जोडी ढुकुर। जोडी ढुकुर एकै साथ नहुँदा डाँडा काँडा रसायो मरुदा सारङ्गीको ताल यो जुनी भयो राजै मलाई साह्रै भार। यो जुनी भयो राजै मलाई साह्रै भार। यन्तै ल मेरा ढुकुर। मेरो ढुकुर, मेरो ढुकुर। यसै गरी सधैँ बिहानै ढुकुरको चाहिँ दर्शन हुन्छ मेरो चाहिँ दैनिकी। त्यही पनि आज चाहिँ मैले एउटा भिडियो बनाएको छु। भाइ कतिखेरसम्म चारो खाँदो रहेछ, खान्छ कतिखेरसम्म खान्छ भन्ने कुरो चाहिँ मलाई त्यति थाहा छैन। टन्नै खाऊ अनि आफ्ना बच्चालाई पनि लगेर टन्न खुवाऊ। तिम्रा बच्चाहरू पनि होलान्, लगेर टन्नै खुवाऊ। आफू पनि अगाऊ है। यिनीहरूलाई पनि कसले खान दिन्छ र वनमा पनि बारीतिर पनि यतिखेर केही पाकेको छैन। धानहरू पनि अब भर्खर लगाएको धान। अनि यसले त के खान पाउँछन् र बिचरा। यिनीहरूले त जति किरा यति किरा खाएको भरमा है यिनीहरूले बाँच्नु पर्छ। त्यही भएर चाहिँ म चाहिँ दैनिक आफ्नै घरको कौसीमा चाहिँ म यिनीहरूलाई चारो दिने गर्छु सधैँभरि। अनि यिनीहरू आउँछ, चारो पनि खान्छन् अनि जान्छन्। यस्तै गरी भिडियो बनाए, तर लामो भिडियो छ यो, सबैले हेरिदिनु होला। यसै गरी पशु पक्षीलाई आहारा दाना पानी दिनु होला। यिनीहरू बोल्न सक्दैनन्, यिनीहरूलाई भोक लाग्छ, यसै गरी दिनु होला।
हस् त, धन्यवाद।